आजको भिडियोमा चाहिँ हामी टप 6 कलाकारहरूको बारेमा कुरा गर्नेछौँ जो चाहिँ वैवाहिक जीवनमा बाँधिसक्नु भएको छ र आजको समयमा चाहिँ उहाँहरूको लोकप्रियता यत्रतत्र सर्वत्र छाएको छ र उहाँहरूलाई चाहिँ तपाईँहरू सबैले चिन्नुहुन्छ र उहाँहरूको पति उहाँको जुन श्रीमान चाहिँ हुनुहुन्छ उहाँहरूको हस्बेन्डहरूले चाहिँ के काम गर्नुहुन्छ चाहिँ उहाँहरूको बारेमा कुरा गर्नेछौँ। उहाँहरू एक्ट्रेसहरूले के गर्नुहुन्छ भने त तपाईँहरू कलाकारले के गर्नुहुन्छ भने तपाईँलाई थाहा छ उहाँहरूको टेलिसिरियल एक्ट्रेसहरूले के गर्नुहुन्छ भन्ने कुरा र उहाँहरूको हस्बेन्डहरूले चाहिँ के काम गर्नुहुन्छ र कसरी वैवाहिक जीवनमा बाँधिनु भयो र उहाँहरूको कस्तो पारिवारिक अवस्थाको बारेमा कुरा गर्नेछौँ। त्योभन्दा अगाडि प्लिज भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोस्। सबभन्दा सुरुमा हामी कुरा गर्नेछौँ रक्षा श्रेष्ठको। विगत लामो समयदेखि सकिएको नि लगायत अन्य थुप्रै टिभी सिरियलहरूमा काम गर्दै आएको रक्षा श्रेष्ठ चाहिँ तपाईँहरूले म्युजिक भिडियोमा र केही मुभीहरूमा पनि देख्नु भएको होला र उहाँहरूको श्रीमानको कुरा गर्ने हो भने चाहिँ उहाँको श्रीमानको नाम हो मिङमा गुरुङ र उहाँको चाहिँ 18 वर्ष अगाडि वैवाहिक जीवनमा बाँधिनु भएको र अहिले चाहिँ उहाँको एक सन्तान पनि रहेको छ र उहाँको हस्बेन्डको मुख्य काम भनेको चाहिँ उहाँले पार्टी प्लेसको र अन्य व्यवसायमा राख्नु भएको छ जुन चाहिँ उहाँहरू पार्टी प्लेस हुन्छ जुन होटल म्यानेजमेन्टको लागि जुन होटल लाइनतिर हुन्छ त्यो सेक्टरमा हुनुहुन्छ उहाँ चाहिँ र उहाँ अब त्यो सेक्टरबाट चाहिँ मनकी आमदामी गरेर एकदम सुखी लाइफ एकदम हाइली लाइफस्टाइल मेन्टेन गरिरहनु भएको छ क्वालिटी लाइफस्टाइल र पछिल्लो समय चाहिँ यो दुई जोडी एकदमै लोकप्रिय बनेको छ। र अर्को कलाकार हुनुहुन्छ रियासा दाहाल। उहाँ चाहिँ थुप्रै टिभी सिरियलहरूमा र म्युजिक भिडियोहरूमा र उहाँ चाहिँ एउटा लेखक र निर्देशक पनि हुनुहुन्छ र उहाँले चाहिँ धेरै सिरियललाई लेखन र निर्देशन र निर्माण पनि गर्दै आइरहनु भएको छ र केही समयदेखि चाहिँ उहाँहरू टेलिभिजनमा चाहिँ सिरियलहरूमा चाहिँ एकदम अलिकति अहिले चाहिँ अलिकति टाढा बस्दै आइरहनु भएको छ। उहाँहरूको केही अब होला पारिवारिक बाध्यता वा कुनै समस्या हुनसक्छ उहाँहरूको कुनै नयाँ प्लानिङ पनि हुनसक्छ र उहाँ चाहिँ गाह्रो छ हो भन्ने टिभी सिरियलमा पछिल्लो समय देख्नु भएको थियो र अहिले भनेको उहाँ त्यहाँ देख्नु भएको छैन र उहाँको पतिको नाम भनेको श्रीमानको नाम हस्बेन्डको नाम भनेको चाहिँ प्रेम पौडेल रहेको छ। उहाँ चाहिँ अब रोटिन अफ नेपाल बन्दाको संस्थापक र सञ्चालक पनि हुनुहुन्छ र त्यसबाट उहाँले चाहिँ अहिले मनकी आमदामी गर्दै आइरहनु भएको छ र प्रत्येक पोस्टको 50,000 देखि 60-70 हजारसम्म लिनुहुन्छ उहाँले एउटा पोस्ट गरे बापतको र एउटा नेपालको पपुलर फेसबुक पेज पनि रहेको छ। रियासा र भ्याक्टरको यो जोडी अहिलेको समयमा भनेको धेरै चर्चित र लोकप्रिय जोडी बनेको छ अहिलेको समयमा। र त्यस्तै अर्को कलाकार हुनुहुन्छ आकृति न्यौपाने। उहाँ पनि गाह्रो छमा देखिँदै आउनु भएको थियो र उहाँको श्रीमानको नाम भनेको चाहिँ रबिन राई र उहाँले चाहिँ के इन्टरकास्ट म्यारेज गर्नुभएको थियो र उहाँहरूको पारिवारिकको सामेलत्वमा उहाँको परिवारको अनुमतिमा नै कास्ट म्यारेज कोर्ट म्यारेज गर्नुभएको थियो उहाँहरूले चाहिँ। र उहाँको हस्बेन्डको कामको कुरा गर्ने हो भने चाहिँ उहाँ डिजिटल मार्केटिङ कम्पनीहरूमा काम गर्नुहुन्छ जसले चाहिँ हामीले जुन डिजिटल्ली जुन पेजहरूलाई प्रमोट गर्ने भयो लोगो डिजाइनिङदेखि लिएर चाहिँ हरेक एउटा मार्केटिङसम्मको जुन लेभलको हुन्छ त्यसलाई चाहिँ डिजिटल मार्केटिङ भन्छ। त्यही मार्केटिङबाट उहाँहरूले चाहिँ एकदम काम गर्दै आइरहनु भएको छ उहाँको हस्बेन्डले र यो जोडी पनि दर्शकको माझ निकै लोकप्रिय बनेको छ आजको समयमा। र अर्को एउटा चर्चित कलाकार हुनुहुन्छ सरस्वती फुयाल। तपाईँहरूले मेरी भाषामा म्युजिक भिडियोमा र अन्य थुप्रै केही मुभीहरू र सर्ट फिल्महरूमा देख्दै आइरहनु र उहाँको श्रीमानको नाम भनेको चाहिँ कल्याण भट्टराई हो र उहाँको मुख्य पेसा भनेको चाहिँ उहाँ पनि एउटा कलाकार हुनुहुन्छ। उहाँ चाहिँ काम पनि एउटा लोकप्रियता कलाकार को रूपमा स्थापित हुनुभएको छ र उहाँको नाम पनि तपाईँहरूले काहीँ न काहीँ सुन्नुभएको थियो नि। एकदम भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नुभएको थियो र कमेन्ट गर्न नभुल्नु होला सुन्नुभएको थियो कि थिएन भनेर चाहिँ यस अर नो। र अर्को एउटा लोकप्रिय कलाकार हुन्छ रिता शिवाकोटी। केही टेलिसिरियलहरूमा देखिँदै आइरहनु भएको उहाँ चाहिँ अहिले अलिकति सिरियलहरू टेलिभिजनबाट थोरै टाढिनु भएको छ र उहाँले चाहिँ धेरै सिरियलहरूलाई लेखन र निर्देशक समेत गरिसक्नु भएको छ र उहाँको श्रीमानको नाम जेपी जोशी हो र उहाँको मुख्य पेसा भनेको म्युजिसियन हुनुहुन्छ। उहाँ केही समय अगाडिसम्म सन्तोषी सिरियलमा देखिँदै आइरहनु भएको थियो र उहाँ चाहिँ 2 सन्तानको आमा पनि बनिसक्नु भएको छ र जेपी जोशी र रिता शिवाकोटीको जोडी अहिलेको समयमा धेरै लोकप्रिय बनेको छ। र आजको हाम्रो एउटा सर्ट एनालाइसिस तपाईँलाई कस्तो लाग्यो मनपूर्ण भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गरी कमेन्ट गर्न नभुल्नु होला र हामी यस्तै भिडियोको लागि फेरि पनि भेट्नेछौँ। आजको लागि यति नै। यस्तै भिडियोलाई लाइक च्यानल सब्सक्राइब। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।